तिमीहरूले यो के गरेको हो बिहानैदेखि आज शनिबार मोबाइल हेरेको के गरेको नानी अनि बिहानैदेखि मोबाइल हेर्ने हो त त्यो मोबाइल राखिहाल खुरुक्क न त तिमीहरूलाई म बाँधेर राख्छु नाइ अरे के आइडिया निकालौँ त यिनीहरूलाई यसो भन्दा पनि टेर्दैनन् उसो भन्दा पनि टेर्दैनन् एउटा आइडिया एउटा आइडिया ओइ यहाँ सुन त अनि नि मोबाइल राख कि अनि हामी एउटा गेम खेल्ने मैले एउटा यस्तो गेम आइडिया रचेको छु होइन त्यो गेम खेल्ने उ त्यहाँ आँगनमा गएर यस्तो मजा आउँछ नि ल ल लु मोबाइल राख हुर्रे गेम खेल्ने भन त यहाँ एकचोटि गेम खेल्ने ल ल जाउँ भोक लाग्यो भने के खाने त नि चाउचाउ खाने म कतिखेर किनेर ल्याएको चाउचाउ खान पाइँदैन चाउचाउ खायो भने त्यो चाउचाउ खाने मुखमा सिलाइदिन्छु तिमीहरूको लु मैले एउटा आइडिया निकालेँ भोक लाग्यो भने नि म यस्तो मिठो खानेकुरा बनाउँछु होइन त्यो खानेकुरा चाहिँ सबैजना बसेर मामु हामी बुवा आमा सबैजना बसेर खानुपर्छ यस्तो मिठो हुन्छ नि ल साँच्चै ल अब म खानेकुरा बनाउन जान्छु अनि पाकेपछि तिमीहरूलाई बोलाउँछु ल हो तपाईँहरू पनि बच्चालाई यस्तै भन्दाखेरि मान्दैनन् टेर्दैनन् नाइ भन्छन् भने त्यो भन्ने तरिका बदल्नुहोस् पक्कै पनि मान्नेछन् बच्चाले विशेष गरी बिदाको समयमा आफ्ना नानी बाबुहरूको ख्याल गरौँ बाइ बाइ सी इन द नेक्स्ट भिडियो